communication skill. Hey guys, this is Sumit Paudel. Welcome back to the day 30 of posting daily videos for 365 days. आजको टपिक रहेको छ कम्युनिकेसन स्किल. बेसिकबाट सिकाउँछु मैले कम्युनिकेसन स्किललाई चाहिँ कसरी इम्प्रुभ गर्ने, किन के कस्तो स्टेपहरू के कस्तो प्र्याक्टिसहरू गरेर चाहिँ कम्युनिकेसन स्किल बढाउन सकिन्छ. पहिला चाहिँ मेरो पनि कम्युनिकेसन स्किल त्यति राम्रो चाहिँ थिएन होइन. म स्टेजमा अगाडि गएर के क्लासमा पनि अगाडि गएर 2 जना साथीहरू छन् 3 जना साथीहरू छन् भने अगाडि गएर बोल्न सक्दैन. सो आजको भिडियोमा चाहिँ मैले एउटा सिम्पल एउटा आइडिया दिन्छु जसले गर्दा चाहिँ बोल्न सक्ने थोरै बहुत कन्फिडेन्स आउँछ जुनले चाहिँ प्र्याक्टिस गऱ्यो भने चाहिँ. सो आजको सुनेको छ जस्तै सबैसँग एउटा एउटा मोबाइल होला हो कि नै. मोबाइलको क्यामेरा अन गर्ने हो कि नै. क्यामेरा अन गरेर चाहिँ आफ्नो रेकर्ड गर्ने. रेकर्ड गरेर चाहिँ भिडियो रेकर्ड गर्ने. केही बोलिन्छ भने ठिक छ, पहिलो भिडियो हो नबोले पनि ठिकै छ हो कि नै. जस्ट आफूलाई रेकर्ड गर्ने यसरी 10 मिनट 10 सेकेन्ड 15 सेकेन्डको भिडियो रेकर्ड गर्ने हो कि नै. केही बोल्दैछ भने जस्तो केही बोल्न सकिन्न भने हेलो नमस्ते मेरो नाम सुमित पौडेल आफ्नो नाम भन्ने हो कि नै. उस गर्ने ठिक छ. आधा घन्टापछि 1 घन्टापछि फेरि रेकर्ड गर्ने. अहिले चाहिँ केही न केही अलि धेरै ठ्याक्क क्यामेरामा हेरेर बोल्ने प्र्याक्टिस गर्ने. यसले चाहिँ के हुन्छ भनेपछि बोल्ने कन्फिडेन्स बिल्ड गर्छ. मास कम्युनिकेसन बिल्ड नगरे पनि जे होस् स्पिकिङ कम्युनिकेसन बिल्ड चाहिँ गर्छ. जे होस् एउटा कन्फिडेन्स चाहिँ आउँछ. सो आजको लागि यति नै. भोलि अर्को कम्युनिकेसन स्किलको बारेमा अझै डिटेलमा अर्को कुरा गर्ने चाहिँ होस्. आजको लागि थ्याङ्क यू. डु फलो फर मोर